गाइस म चाहिँ कपाल उडाउँदै कहाँ जाँदैछु त। सो हेलो एभ्रिवान, वेलकम छ तपाईँलाई आजको अर्को पनि नयाँ भिडियोमा। कहाँ जाँदैछु त्यो थाहै होला गाइस, कलेजको युनिफर्ममा जाँदैछु। सो आज चाहिँ थियो मेरो भाइबा, त्यसैले म चाहिँ जाँदैछु र यता साथी पनि आइसकेकी छिन् र हामी चाहिँ दुईजना भेट गरेर जाँदैछौँ। आज कति दिनको बादमा रहेर हेर्नुहोस् न, कपालको हालत त्यस्तै गरेर आउँदै रहेछन्, पातला भएछ नि त झरेर। सो गाइस हामीलाई चाहिँ त थाहा भइरहेको थियो आज हाम्रो भाइबा छ भनेर, त्यही पनि हामीले खुसीले जाँदैथ्यौँ। प्रोग्रामै छ कलेजमा, यस्तै खालको खुसीले जाँदैथ्यौँ किनभने अब हामी दुईजना कति दिनमा भेट भएको नि त। अब गफ कति निस्किने त्यो त छोड्नु यस्तो खुसी भइरहेको थियो गाइस। त्यो चाहिँ सबै होइन हाम्रो भाइबा चाहिँ निस्किन्छ घरि, उसले चाहिँ यता कम्प्लिट गरेर मेरो साथीहरू घरमा गएर लेख्दै थियौँ। बनाइदिएन, मैले जानिनँ भनेर चाहिँ दिएको थिएँ नि। सक्नुहुन्छ अब हामी दुईजनाको स्नो फिल्टर है त। पछाडि चाहिँ हेर्नुहोस् न उसकै दुनियाँमा रमाइरहेको छ हेर्न सक्नुहुन्छ क्या। तिमीले चाहिँ रमाएर पनि भएन नि त गाइस, उता उसको फ्रेन्ड पनि आइसकेको छ, मेरो चाहिँ अलिक सक्थ्यो नि त। उसको फिल्टरमा आइसकेको थियो भन्दै थियो होइन। र हामी चाहिँ फाइनली भाइको दिशा शान्तिपुर आइसकेको छौँ। उपमा खाने बनिएर र यता फिल्टर पनि आइसकेको छ र यता लाल सुप र यता होइन साथीमा अनि यता मैले लाल सुप लगाएँ र हजुरको बोली राम्रो गुरस फुले बनाइ राम्रो मुहरत झनै राम्रो हजुरको कल्की राम्रो हजुरको बोली राम्रो गुरस फुले बनाइ राम्रो मुहरत झनै राम्रो पहिला सर्छन् तिमी तिरै राख मलाई मोटो नै भिडियोमा